नमस्कार। आज मिति विक्रम सम्वत 2083 साल भाद्र 9 गते मंगलबार। नेपाल सम्वत 1146 गुणलात्थ ईस्वी सम्वत अगस्त 25 2026। चन्द्रमान अनुसार श्रावण शुक्ल पक्षको द्वादशी तिथि बिहान 5:43 रहनेछ भने त्यसपछि त्रयोदशी तिथि सुरु हुनेछ। उत्तरषाढा नक्षत्र राति 11:29 रहनेछ भने त्यसपछि श्रवण नक्षत्र सुरु हुनेछ। आयुष्मान योग, कौलवकरण र आनन्दादि योगमा मानस योग परेको छ। चन्द्रमा आज मकर राशिमा रहनेछ। आज सूर्योदय बिहान 5:39 हुँदैछ भने सूर्यास्त बेलुका 6:31 हुनेछ। आजको दिनमान 32 घडी 8 पलाको रहेको छ। आज प्रदोषको व्रत परेको छ र कुनै पनि शुभ कार्यका लागि आज पूर्व अथवा उत्तरतर्फ फर्किएर नै आफ्ना कामहरू गर्नु राम्रो हुनेछ। अब लागौँ आजको राशिफलतर्फ। मेष राशि। कार्यक्षेत्रमा उच्च पदस्थ व्यक्तिहरूबाट राम्रो सहयोग मिल्नेछ। रोकिएका सरकारी कामहरू पनि बन्दै जानेछन्। मान सम्मान तपाईलाई बढ्नेछ। नयाँ जिम्मेवारी र अवसरहरू पनि तपाईका काँधमा आउनेछन्। व्यापार व्यवसायमा राम्रै प्रतिफल मिल्नेछ। वृष राशि। भाग्यले राम्रो साथ दिनेछ। रोकिएका वैदेशिक कामहरू पनि सुचारू हुनेछन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। समाजमा तपाईको प्रतिष्ठाहरू अझै बढ्नेछन् भने आध्यात्मिक क्षेत्रतर्फ रुचि बढ्नेछ। मिथुन राशि। स्वास्थ्यमा केही उतार चढावहरू आउन सक्ने भएको हुनाले खानपानमा विशेष ध्यान दिनुहोला। सोचेका काममा केही ढिलासुस्ती हुने देखिन्छ। आफ्ना महत्त्वपूर्ण योजनाहरू कसैलाई पनि नसुनाउनु नै राम्रो हुनेछ। यात्रा गर्दा वा सवारी चलाउँदा विशेष सावधानी अपनाउनु होला। कर्कट राशि। साझेदारीको कामकाजबाट राम्रै प्रतिफल मिल्नेछ। व्यापार तथा व्यवसायमा सोचेभन्दा बढी लाभ मिल्नेछ। जीवनसाथी र परिवारको पूर्ण समर्थन र सहयोग हुनेछ। दाम्पत्य जीवन तपाईको सुखद रहनेछ। आजको दिन धेरै उत्तम देखिन्छ। सिंह राशि। प्रतिस्पर्धी तथा शत्रुहरू पराजित हुनेछन्। पुराना ऋण तथा स्वास्थ्य समस्याबाट मुक्ति मिल्नेछ। रोकिएका कामहरू आफ्नै मेहनतले सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा तपाईको कामको प्रशंसा हुनेछ। मावली पक्षबाट पनि विभिन्न सहयोग र लाभहरू मिल्नेछन् भने शुभ समाचार सुन्न पाउनुहुनेछ। कन्या राशि। बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ। विद्यार्थीहरूका लागि अध्ययनमा राम्रो प्रगति हुने समय छ। प्रेम सम्बन्धमा अझै निकटता बढ्नेछ। सन्तानका तर्फबाट खुसीहरू प्राप्त हुनेछन्। शेयर बजारको क्षेत्रमा पनि आकस्मिक लाभ हुने देखिन्छ। तुला राशि। पारिवारिक विषयलाई लिएर केही मानसिक तनाव वा मनमा चञ्चलताहरू थपिन सक्छन्। आमाको स्वास्थ्यमा विशेष ध्यान दिनु जरुरी देखिन्छ। घर जग्गा वा सवारी साधनको काममा हतार नगर्नुहोला। अरूको कुरामा चाँडै विश्वास गर्दा नोक्सान बेहोर्नु पर्ने हुन सक्छ। वृश्चिक राशि। आँटेका र सोचेका कार्यहरूमा तीव्र गतिमा प्रगति हुँदै जानेछन्। दाजुभाइ तथा इष्टमित्रहरूबाट पूर्ण समर्थन प्राप्त हुनेछ। तपाईको पराक्रम र आत्मविश्वास बढ्दै जानेछन्। कठिन कामहरू पनि आफैले समाधान गर्न सक्नुहुनेछन्। छोटो दूरीको यात्राका योगहरू पनि देखिन्छन्। धनु राशि। आर्थिक दृष्टिकोणले आजको दिन निकै शुभ रहेको छ। रोकिएका धनहरू फिर्ता आउनेछ। बोलीको गरिमा बढ्नेछ। टाढाका कामहरू पनि बढ्नेछन्। माङ्गलिक कार्यहरू अथवा शुभ कार्यमा सहभागी हुन पाउनुहुनेछ। मकर राशि। तपाईका लागि आजको दिन निकै ऊर्जावान र उत्साहजनक रहनेछ। लामो समयदेखि रोकिएका महत्त्वपूर्ण कार्यहरू सम्पन्न हुनेछन्। नयाँ कामकाजको थालनी गर्नका लागि पनि समय तपाईको राम्रो छ। समाजमा मान प्रतिष्ठा र प्रभावहरू अझै बढ्दै जानेछन्। कुम्भ राशि। खर्च अत्याधिक बढ्न सक्ने देखिन्छ। कामकाजको सिलसिलामा केही बढी दौडधुप गर्नुपर्ने स्थितिहरू आउँछन्। अनावश्यक यात्रा र विवादहरूबाट टाढा नै बस्ने प्रयास गर्नुहोस्। वैदेशिक क्षेत्रसँग सम्बन्धित कामकाजमा भने सफलता नै मिल्नेछ। धैर्यताका साथ अगाडि बढ्नुहोला। मीन राशि। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। व्यापार व्यवसायमा राम्रै प्रतिफल मिल्नेछ। दाजुभाइ तथा अग्रजहरूबाट राम्रो सहयोग मिल्नेछ। बहुमूल्य वस्तु वा उपहारका प्राप्तिका योगहरू पनि छन्। महत्त्वाकांक्षा तपाईका पूरा हुँदै जानेछन्। राशिफलले जे जस्तो भने पनि तपाईको आजको दिन सुखद बनोस्। नमस्कार।